welcome back to Lakpu Bro channel. Today is a new day, new vlog. र आज चाहिँ आजको दिन चाहिँ सुरु भएको छ। हामी चाहिँ आज हल्का घाम लागेको जस्तो छ र यसो सिस्नोहरु कतिको पलाएको रहेछ। राम्ररी पलाइसकेपछि चाहिँ ल्याएर आज खाने प्रोग्राम गरेको छु है त। सबैजनाले हेरेर प्रतिक्रिया दिनु होला। थ्यांक यू एभ्रीवन। अब चाहिँ हामी जाँदै छौं यता सिस्नो पाउने ठाउँतिर है त। अब कतिको पलाएको रहेछ हेरेर तपाईहरुलाई भरै पकाएको सम्पूर्ण देखाउने कोसिस गर्नेछु। भरै छ भने चाहिँ है त अहिले म देखाउँछु। हामी चाहिँ पुग्न लागेको छौं। पुग्यो चाहिँ तपाईहरुलाई देखाउँछु है त। पुग्न लागेको छु। अब चाहिँ हामीहरु पुग्न लागेको छ है त। त्यहाँ पुगेर हामी देखाउँछौं के कसो हुँदैछ। अलमोस्ट पुगिसक्यौं है यहाँ। ए सबैजना हेर्नुस् है। सिस्नो चाहिँ बल्ल पलाउँदैछ। ए सिस्नो चाहिँ बल्ल पलाउँदैछ हेर्नुस् है। मजाले पलाउँदैछ हेर्नुस् त। सिस्नो चाहिँ पलाउँदैछ है हेर्नुस् है। मजाले पलाउँदैछ। यो चाहिँ सबै सिस्नो बल्ल पलाउँदैछ है। मजाले पलाउँदैछ। सिस्नो चाहिँ पलाउँदैछ। सिस्नो चाहिँ पलाउँदैछ हेर्नुस् है। मजाले पलाउँदैछ। खाना चाहिँ मिल्छ जस्तो छ। खड्डुक हाँ लैजाऊ न एक छाक त खान मिल्छ नि। मजाले पलाउँदैछ हेर्नुस् है। सिस्नोहरु मजाले पलाउँदैछ। एक छाक त हुन्छ। डुकु मजाले आउँदैछ। यो सबै पोखरीको वरिपरि सिस्नो पाउँछ के। यहाँ चाहिँ वरिपरि यहाँ चाहिँ सिस्नो पाउने ठाउँ है यहाँ चाहिँ। हामी यसरी टिप्छौं। पोखरी छ। यो पोखरीको वरिपरि यहाँ वरिपरि घुम्यो भने चाहिँ यहाँनेर पुरै सिस्नोहरु छ। यहाँ हामी चाहिँ यसरी आएर यो सबै हरियो देख्नु सबै सिस्नो हो। हामी यसरी आएर यहाँ सिस्नो टिपेर लगाएर खाने गर्छौं। तर नेपालको जस्तो मिठो चाहिँ छैन। तर पनि कोसिस गर्छौं हामीले। यसो भेन्टिएर लाएर खाने प्रोग्राम गर्छौं है त। अहिले देखाउँछु तपाईहरुलाई। आज एक छाकको लागि चाहिँ यसरी चाहिँ टिप्दैछ। एक छाक चाहिँ होस् भने ल एक छाक मजाले खाउँदै छ। अब कति मिठो छ। कतिको मिठो छ। अब पाउने ठाउँ मजाको छ एरिया चाहिँ। मजाले पाउने ठाउँ सिस्नो यो हरियो सबै सिस्नो हो। सबै पोखरीको एरिया यहाँ चाहिँ सिस्नो नै पाइन्छ सबै। मजाकै छ। पोखरीको एरिया मजाले सिस्नो नै पाइन्छ। यहाँ पनि छ सिस्नोहरु। खानाको लागि रेडी गर्दैछ। अब टिपेर सर र सिस्नोहरु छ यहाँ सबै सिस्नोहरु मजाले पलाउँदैछ। सिस्नो चाहिँ मजाले पलाउँदैछ। एक छाक भइसक्यो। एक छाक भइसक्यो है। ल अब हाम्रो एक छाक भइसक्यो। अब हामी चाहिँ यो चाहिँ चर्र पोखरीको एरिया सबै पाइन्छ यहाँनेर। यो वरिपरि चाहिँ सिस्नो छ। पछि चाहिँ अलि यहाँनेर सबै निकाल्दिएछ। तर पनि पछि चाहिँ आउँछ यहाँनेर पनि। यहाँतिर पुरै निकाल्दिएछ तर पछि पनि आउँछ यहाँ। यो सबै एरिया सबै आउँछ पछि यहाँ। छ
एक सेकेन्ड गडबडी छ मौसम चाहिँ आज तर पनि हल्का भोलि चाहिँ चिसो छ भन्दैछ आज घुम्न निस्किँदै यहाँनिर सिस्नु हेर्दै आज यो डाँडामा आएर भिडियो बनाउँछु है मजाले हाम्रो चाहिँ यहाँनिर हावा पनि चल्दैछ अब चाहिँ अलिक चिसो चिसो पनि हुँदैछ है ल है हामी चाहिँ अब फर्क्यौँ सिस्नु हल्का टिपेर सिस्नु पनि टिप्यो हल्का हल्का अब चाहिँ हामी घरतिर फर्किँदैछौँ मौसम चाहिँ अलिक हावा लाग्नु थाल्यो अब चाहिँ चिसो पानी चाहिँ परेको छैन हावा अलिअलि लागेको छ र आज चाहिँ हामी सिस्नु एक छाक टिपेर अब हामी फर्किनेछौँ र भरै पकाएर खाएको नि देखाउने कोसिस गर्छौँ है त तपाईँहरूले सिस्नुहरू देख्नुभयो होला हल्का पलाउँदैछ हेरेर तपाईँहरूले मनोरञ्जन हेर्नु ल ल है हामी चाहिँ फर्किँदैछौँ अब हामी चाहिँ फर्किँदैछौँ आउँदैछ अब ट्राम पनि आउँदैछ सी साइडको कनक्केदेखि जाँदैछ दपानेतिर ट्राम पनि आउँदैछ गयो अब हामी पनि फर्किँदैछौँ घरतिर सिस्नु टिपेर आजको दिन चाहिँ ठिकै छ त्यस्तो चिसो पनि छैन हल्का चाहिँ अब हिँड्दैछ सिस्नु बोकेर अगाडि एक छाक है एक भारी देखिन्छ तर झोलामा एक छाक मात्रै छ एक छाक छ आज भिडियो यहीँ राख्दछु तपाईँहरूलाई हेरेर प्रतिक्रिया दिनु होला फेरि पनि यस्तै यस्तै राम्रै भिडियोहरू ल्याएर तपाईँलाई पस्किनेछौँ हेरेर प्रतिक्रिया लाइक सेयर कमेन्टहरू पनि गरिदिनु होला भन्दै आजको भिडियोलाई यहीँ राख्छौँ है त सबैजनालाई तपाईँहरूको दिन शुभ रहोस् फेरि भेटौँ ल बाई